नमस्ते सबैजनालाई। अनि सबैजना ठिकै हुनुहुन्छ होला। अनि आज चाहिँ म धेरै दिनको बादमा भिडियो बनाउँदैछु। धेरै दिनको बादमै म घर पनि आएको छु। 4 महिना बादमा म पेलिङमा थिएँ नि त, अनि 4 महिना बाद चाहिँ घर आएको छु। अनि आज चाहिँ अहिले चाहिँ आउनु साथ लुगा फेरेर चाहिँ म यहाँ रुममा बसिरहेको छु। अनि अरूहरू चाहिँ के गर्दैछ अब हेरौँ। पेलिङमा यति दिन बसेको चाहिँ उलाई बिर्सिसक्यो। उसलाई अनि नाम बिर्सेँ नि त दिव्या है, चिन्छु हो। यिनीहरूले हेरेँ मेरो रुमको हालत, खै मेरो रुम त सबै राखिदियो होला भनेर हेर्नु त, हालत पातलो बनाइदिएछ नि त। यस्तो फ्यान लगाएर बस्ने दिन आएको रहेछ हेर्नु। नयाँ फोनको कभर लगाएर त्यही त देखाएको ए कसरी राम्रो छ भन्दियो। तेरो के छ त है, झट्का लागेको यो फोनको कभर अलिक बिना लुगा हालत त यो छ त। ओइ यसलाई हतार पर्दैछ घर जानु होइन। यसो घर चाहिँ यहीँ मुनि हो यो यस्तो नि। म लिएन ल बहिनी। ए नाना अब अरू केही लिएन हेर्नु। बडावाला के गिफ्ट पुरा मन पराउँछ हेरेको। वाउ, अस्ति हामीले यस्तै खाएको थियो नि दिवाली नि। त्यहाँनिर पो छ अरे यो। What is this? के हो यो? न हल्लाउ न। मलाई याद छ खासै मिठाई चाहिँ ल्याएन, अब प्लास्टिक बुढा नखानु केटाकेटी भनेर यस्तोहरू मात्रै ल्याएको ल। छाउ मेरो मिठाई चाहिँ भन्दै छैन अहिले। म्याङ्गो। मलाई त म्याङ्गो चाहियो, म्याङ्गो म्याङ्गो। एप्पल। एकवटा अलिकति छ कि छैन तर यो केरा चाहिँ कसलाई दियो? यो मान्छेले दिएको हेर्नु त यहाँ पक्रिन नि, लु पक्रिनु नि कत्रो छ देखाउनु त यता मान्छे अनुसार केरा दिएको छ। यो काटेर यो 3टा मात्रै लिएको नि फेरि काट्छ होइन, एउटा मात्रै काट्नु नि, एउटा मात्रै राख्नु। एप्पलहरू पनि काट्नु बाँच्नु अरे एउटा कुन चाहिँ मन पऱ्यो लैजा? मन पऱ्यो हुन्छ तिमी जुन चाहिँ लाँदा हुन्छ मलाई। त्यो सानो पहिला अन्त बेसी भएपछि यस्तो भइहाल्छ। के भयो यो लाने कि त्यहाँ आमालाई दिनुहोस् एउटा बजुलाई त अलिक खोइ रहेछ त उसको त्यस्तै खालको हो। तर भाँचिहाल्छ, राख्नुपर्छ। यो कति काम पो लाग्छ त है। काम लाग्छ कहिले 1 वर्षमा मात्रै यो फुटाउनु है। मैले चाहिँ काटिहाल्नु न। ए त्यो काटेँ। त्यो चाहिँ कस्तो लाग्यो? आमा र उयसको लागि, यो हो उयसको लागि चिम्पुरीको लागि। सुमी चाहिँ यत्रो के मान्छेले दाबर छ तेरोमा? छैन यस्तो मलाई। यो चाहिँ कहाँ जाँदा लाग्नु यो कहिले लाउँ टिकी? ए टिकी लाउनुपर्छ ल। लाउँछु नि। यो त हट्दैन होला घाँटीमा है पक्की त। मलाई त्यसै मन पऱ्यो लिएको नि खासमा चाहिँ के हेरौँ के लाग्छ नि राम्रै पो देख्छ त यसलाई। बजुले लाउँदैन हौ। नाति मेरो भएर ल के ल राम्रै देख्छ खै दामी के हो के लाउने यसरी यो राखिराख्नु राम्रो छ काका दादा लाउनु। यो पनि राखिराख्नु थ्याङ्क ल। के भएर इरिटेट भयो हौ? धेरै क्लिप राखो धेरै हाँसेको। म भजुको भाँगाको ल त्यसो हाम्रो गाइस चाहिँ यहाँ रहेछ, मेन गाइस चाहिँ के भन्छ नाम त भजु? उही भजुले यस्तो भिड आइस ल, म लगेर जान्छु ल भजु। भजुले बिट खाइसक्छ धेरै। यो गरेको गाजर है, गाजर बिट यहाँ पनि रहेछ। लुगा चाहिँ के अनि ड्रेस त भाउजूको त उयो त गम्बुट हैन म त सास फेर्नु साह्रो पर्छ अहिले सिक्कलको मान भन्नु के भन्छ नुहाको भिडियो निकाल्छ जस्तो लाग्यो त घरमा लामो सुरुवाल लाउँछ भन्दै थिए। यहाँ ड्रेस भाउजूको अब फेरि एकपल्ट लाउँछ। नहुने के गर्दै थियो? उहाँ भेन्डी बोलेको नि तर सबै उता नै एकपल्ट आइछ। बुझौँ त हेरौँ। बाख्रा दिएन कति कुद्दैछ? कतिवटा छ भाउजू बाख्रा? 2टा स्याले खायो?
अनि रिथोकेको थाक्ला पनि पारेर नै यतिकै राख्छ ए भेन्डी है खाएछ सबै उतानी केही छैन उतानी पुगेर उयो फुल कस्तो दामी फुलेको छ नहुरी पुगेर जुन त्यतै खेल्छ यो टिपेर राख्दा हुन्छ त नि बोजू हुन्छ कि राख्दा कि बिउ राख्नेलाई बिउ हुँदैन यसको त मुनि नै गएर यहाँ ठुल्ठुलो ध्यान आएको छ नभए एउटा रहेछ राखिदिउँ न रुम लैजाउँ यो रुममा किचन यस्तो के चाहिँ यस्तो पुस्त यो होइन ए। माथि बुटुने पनि छ धनुषको उयो चाहिँ त्यो यो लिलियम यहाँ चाहिँ कस्तो दामी फुल्ला चाहिँ एउटा भए पनि दामी यहाँ हिजो किन किन जम्मा सकिन्छ सबै के चाहिँ बाख्राको पाखाले यो पानी जाने दुध धुनु यहाँ चढ्न खेत नि हाम्रो मकैहरू यत्रो भएछ फाइनली हाम्रो पापा पनि भेट भयो है केही पढेर आएको दुध लिएको थिएँ अनि बाम पाएको ठिकै छ ठिकै छ ठिकै छ नि किन होइन ल ठिकै छ त दिनभरि हो काम यहाँ बस्नु हो यो समस्या खानु दिनभरि काम गरेर यहाँ हामीले धेरै दिन सतायो कच्चा छ नि हाम्रो ड्याडी केस काटेर ड्याडी ल्याडी लिएको छ हो यहाँ खानु समस्या छ ड्याडी छोरा नै सोनेले लिएछ यो झुलाले हाल्नु छैन नि मौसिनी खान्छु भनेको यो पनि छैन त्यो उयो पनि राखिराख्नु त्यो एप्पलहरू पनि त्यो समस्या फेरि एप्पल त यहाँ खानै भन्दै थियो त्यो ग्रिन एप्पल त सेप्टेम्बरमा निस्किन्छ अरे त अन्त ग्रिन एप्पल होइन ग्रिन एप्पल होइन यस्तै हुन्छ कि सानो सानो चाहिँ उयो हुन्छ नानी कुराले पढेको के गर्नु भएको नि कुन चाहिँ पढेको नेपाली के छिप्यो मान्छे छिप्यो भनेको छिप्यो छिप्यो है के चाहिँ गरेको हुँदैछ अनि 8 वर्षदेखि भाषा चाहिँ पकाएको थियो मोटो ग्यापिङ डेरी जान्थ्यो ग्यापिङ जान्थ्यो डेरी हामी डेरी भन्दाखेरि सबैले गम्ती आएको छैन म पनि अब गाउँको चलाउनु सिक्दैछु के भन्छ अनि डायरी भनेर सिक्दैछ अरे डेरी भन्छ होइन ए भनेको त साइलीले पनि डेरी नै भन्थ्यो डेरी डेरी त भन्नु पऱ्यो त अन्त दुध लाग्ने के भन्नु ए यसमा चाहिँ डायरी होइन डेरी नै हो डेरी खोइ हेरौँ स्पेसल वाउ के लाग्यो त्यो फेरि खोर्सानी ए खोर्सानी यति हो ठिकै छ कस्तो जरक्कै किचन भएन यस्तै दामी के हेरेको छु के हो बितिङ सिङ मैले काँसी खानु लागेको छु काँसी खानु लागेको त्यो माम खाउँला ओके बस माम खानु है दबाई के दबाई खाने माने दबाई फोन त नयाँ देखिन्छ त हौ दबाई ल्याएको फोन भन्छ फोन त भए फोन अब यो फोनै रहेछ उयो भन्छ मैले फोन किनेको यो फोन हो अनि यस्तो थियो र पछाडि अगाडि हेर्ने खोइ नआएछ नि अहिले त यो अर्काले किनेको यो के भन्छ तर दामी कभर साँच्ची भनेको नाम लाग्यो आज हाम्रो खाना खाने टाइम भयो होइन बाजु कति महिना बादमा भेट भयो होइन थुप्रो महिना बाद पनि 4 महिना यो त अघि बात गरेको भन्छ नि यस्तो के गर्दा गर्नु म एकचोटि छैन गर्नु पर्छ लुगाहरू खोलेको छैन अनि जुराब छ हौ यो जुराब छ जुराब त नदेखाउँ त अब भन्छ रियल फेस छ नि अघि चाहिँ अघि जाने गइदिनु भिडियो होइन हौ अघि चाहिँ मैले त केस जसलाई पाएको थियो रियलमा केस चाहिँ होइन हौ अब आलु चाहिँ तर कस्तो हो आलु चाहिँ हेर्नुहोस् होला तपाईँहरू के भन्छ एक केजीमा कति दिन भेट भएको छ अरे 4 महिना हो त यो महिनासम्म चाहिँ 5 महिना 5 महिनामा भएको म चाहिँ वर्षमा भेट्नु नि त यो चाहिँ धन्न महिना भर्खर केस नयाँ भर्खर यस्तो भइरहेको छ त्यो अगाडि के हो जब छ यो भात लैजाउँ भात लैजाउँ खाना बजाइदिनु खाना न्युटेलाको अचार भन्छ यसलाई चाहिँ खोइ नानी कोपाहरू कुन चाहिँ होला यो होला नाम यो चाहिँ मेरो हो धेरै दिन सादा भोजु माम नाम खाइसकेर यहाँ 5 मिनेट दिपानी चाहिँ खा बढाल्नु हुँदैछ अलिक सुको बसिना छ नभए चाहिँ अलिक भाडा मस्काइरहेको उडाइरहेको हुन्छ चियाको मसला आज चाहिँ अब भोजु काट्दै चिया ग्यासको के है अरूले कस्तो मिठो भनेको हो चिया ग्यासको भन्ने आगोको मिठो हुन्छ चिया है अगाडि खाएर चाहिँ चिया खानु लागि बसेको होइन चाहिँ चिया खायो भने चाहिँ कस्तो सुकुन मिल्छ नि नानी कहाँ गयो छैन पो रहेछ यता
नो बिचको आँखा टर्को हेर्नु न मजा छ यहाँ कसैलाई खोइ ब्ल्याङ्केट माथि चाहिँ नि अहिले ढिलाइ हुन्छ होला पनि टिभी हेर्दैछु टिभी यता फर्केर हेर्न अन्त नेपाली मुभी कहिले गयो के बनाएको यो चाहिँ गरम हुन्छ केसँग पुरा बेसी के भन्छ माताको यहाँ चाहिँ यति हेरेर गरम त्यो सियारीमा के गर्दैछ बस्दैछ बाबाई गुड नाइट हामी सुतेको अब है अब चाहिँ हाम्रो सुत्ने टाइम भयो अनि सबैजनालाई गुड नाइट मेरो भिडियोलाई मन पराएर लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच